हेलो नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई च्यानल सो आज पनि मैले दोरबाटनको भिडियो लिएर आइरहेको छु सो यो भिडियो चाहिँ मैले 2021 को सेप्टेम्बर मन्थमा अनि लिएको भिडियो हो सो अपलोड गर्न धेरै नै ढिला भयो केही प्रब्लमले गर्दा सो त्यही पनि हजुरले यो भिडियोलाई माया गरिदिनु होला भन्न चाहन्छु सो आज म के देखाउन गइरहेको छु भनेपछि अब धोरपाटनमा होइन के चाहिँ रोपाइ हुन्छ भन्ने हुन्छ नि त के बारी त धेरै छैन तर रोपाइ सिजनमा ओन्ली एक टाइम मात्र रोपाइ हुन्छ अनि यसमा चाहिँ आलु र अनि घाँस ज्वातो भन्छ होइन त्यो चाहिँ रोपाइ हुन्छ मेन चाहिँ धोरपाटनमा अनि भेजिटेबलहरू त भइगयो होइन साइडमा अनि फलफुलमा अब एप्पल भयो अनि त्यो पनि हुन्छ आलु बोरा भन्छ होइन अनि यस्तै हो मेन चाहिँ स्याउ हुन्छ स्याउ सो हजुरहरूले यहाँ देख्न सक्नुहुन्छ होइन यहाँ घाँस काटिरहेछ सो तर त्यो 2021 को सालमा भनौँ होइन अनि एकदम पानी धेरै परेर होला सायद घाँसहरू सबै यताउता सबै ढलिरहेछ होइन अनि के भनौँ अनि आलुहरू पनि त्यति छैन अनि सँगै स्याउहरू पनि फलेन भनौँ त्यो साल चाहिँ के भएन धेरै राम्रो भएन हेर घाँसहरू सबै काटिरहेछ अहिले मौसम पनि ठिकै छ भनौँ अहिले चाहिँ होइन अब त पानी परेको भएको थियो अनि अहिले यहाँ देखिरहेको चाहिँ होइन धार लाउँदैछ अहिले यो चक्कु भने आएर भने के भन्नु यो घाँस काट्ने हाइसी जस्तै हो अब त्यो काठमा समातेर हान्ने एकदम फास्ट हुन्छ जस हाइसीले काट्यो भन्दा धेरै फास्ट हुन्छ है यो अब यसको नाम चाहिँ नेपालीमा के भन्छ थाहा छैन है अनि यसको नाम टिबेटनमा चाहिँ चा ठी भन्छ चा भनेको घाँस भएन ठी भनेको चक्कु भनौँ काट्ने त्यो हतियारलाई ठी भन्छ है सो साठी हुन्छ ओके अनि taring mai the video di tai Dhorpatan gyali tenda dire orzeling shisha gyali shinga na tsati ta alu ta tendo kan gi gi la gyara Dhorpatan na mix tendo la na mix ya di kebu shi mare tenda tsa yukpo ta ani tenda jangba yukpo lai ani alu wa shogo potato di ni la or ni sumchima shio mare lola charchi chupore shinga legade अनि चिन्ता त गोवा जुवा नदा त कुन सिंगले सम्म छाड्यो रे अनि त चिन्ता शिवास नला सुम्बा शिवाला नि कुन गोजु रे सिंगा एताबेदि अनि चिन्ता गोवा जुवा नला कुन सम्म अनि सिंगा कोएदा चा ठगादा सम्म अनि छाड्छ रे अनि सिंगो गरे यो लन्न दिन्दा देला त खम्बोदा अनि कुशु हो त कुशु दा दिरे त खम्बोदा कुशु खम्बु इने पेङिरे अनि 냠도 된다 अनि ngopsiri ta khalikan sa mangche roji ta ki yore tenda greenhouse ne jan tenda pe abudo ani o tenda roji re ani changma ani ti nyendon de ani sirona 자 망제 주도 सो अहिले यहाँ चाहिँ हैन घाँसहरु अनि सुकाउँदै छ है घाँस यसरी सुकाउँछ गाउँतिर भइ चाहिँ यसरी सुकाउने हो
당아주기 아니 요거 자디 자자주 아니 데 독신이 아니 감기래 다디 감사되게 밀라 니티래래 다 니티가라 독신이 자가메래 다 독신체 아니 달라다 알루 싱가 로규래 다 자자마 자사다 알루 디 로에지고 라샤 아니 자디 다 야고진의 감사나 아니한테 동거래 요거 동해라라 아니 동 아니 요거랑 예와지 아니 자자마 아니 집불라 오래 간디 자자마 아니 알아나 봐줘래 이거 따다 발랑라대 팔라 हजुर च्याउ पनि टिप्यो आलु पनि खन्यो अब घाँस पनि अस्ति काटियो यसरी हैन आलु खन्ने त मलाई आउँछ नि राम्रोसँग यस्तो गर्ने यसरी कुट्नु पर्छ आलु कुहिएछ सबै खानु माग टाढा खाने ओहो आलु छ रिङिङमा आलु त सबै कुहिएछ ए हात आलुको बिउ मात्र रहेछ सानो सानो बिउ गर्ने होइन सानो सानो यस्तो गऱ्यो यस्तो गऱ्यो खान्यो यति कुहिएछ चुनचुन हुन्छ साह्रै कि खान्छ आमा ठुकै ठुलो सबै कुहिएछ अनि के गर्ने ए ओहो यो पालि त आलु धेरै कुहिए रहेछ रुदामा खै उता राम्रो रहेछ यता छैन रहेछ यताको त सबै कुहिएछ यसलाई के भन्छ लाङमाले पालि ढोरपाटनको आलु र स्याउ खत्तम छ यसरी टिप्नु पर्ने नि पुजुमा आउँछ आलु बिउ हुन्छ Cese tankanche Hello hello Take over
tsatup tsada alu andila lagiri ngiti yupo kamshi yupo tsedila yupa che shadila tsaje andi biu tsamu tengure du सो यसमा खनि सकेको सबै हैन यो खनि राज नि त खनि राको सबै आलु भनेको अनि त्यसको मुनि त्यो अलि यल्लो यल्लो देखिरहेको चाहिँ घाँसै घाँस अनि घाँस यहाँ सुकाउँछ अनि सुकिसकेपछि फेरि यसलाई कुट्नु पर्छ हैन अनि दाना सबै झारेर फेरि घाँस चाहिँ अनि घोडाले दिने हो त्यति रहेछ रोगा Thank you for watching my video. So don't forget to like, share, comment, subscribe, guys.